ल त्यस्तै गरेर हाम्रो टाइप 6। अब टाइप 6 मा के छ, अंश र हरको असमान अन्तर र के हुनु पर्यो, पूर्ण भिन्न हुनु पर्यो, प्रोपर फ्र्याक्सन हुनु पर्यो। अब हेर्नु त एउटा एक्जाम्पल हेर, एक्जाम्पलबाट बुझौँ त। अब यी दुईटाको अन्तर कति छ त, अन्तर कति छ, 3 छ। त्यस्तै गरेर यसको 6 छ र यसको 9 छ भनेपछि असमान अन्तर आयो, असमान अन्तर आयो र पूर्ण भिन्न छ कि नै, पूर्ण भिन्न भनेको अंश सानो हुनु पर्यो, न्युमेरेटर सानो हुनु पर्यो, छ यसमा नि छ, यसमा नि छ, यसमा नि छ, ठिक छ, दुईटै कन्डिसन म्याच गर्यो। अब यस्तो क्वेसनलाई के गर्ने त, यसको डिफरेन्स लेख्ने अनि त्यसपछि माथिको जस्ताको त्यस्तै सार्दिने। अब यो तलकोलाई एलसिएम लिदिने, एलसिएम अब केले जान्छ त भाग, 3 ले जान्छ, 3 एकान 3, 3 दुना 3 3। अब खासै जाँदैन, अब 2 ले 2 ले जान्छ, 3 ले 3 ले जान्छ, त्यही भएर केही नगरौँ। अब एलसिएम भनेको 3 into 1 into 2 into 3 गऱ्यो भने 3 एकान 3, 3 दुना 6, 6 त्रिक 18। अब 18 ले सबैमा गुणन गरिदिने, यही गरिदिनुहोस्, सबैमा 18 ले गुणन यही गरिदिनुहोस्। अब हेर्नु त काटिन्छ कि काटिँदैन, 3 एकान 3, 3 छक्के 18, 6 त्रिक 18, 9 दुना 18। अब कति हुने हो त, यो 42 हुने भयो, यो 30 हुने भयो, यो 60 हुने भयो। अब ठुलो संख्या, अब ठुलो नम्बर कुन आयो त, यतिमध्ये ठुलो नम्बर आयो, यो आयो भनेपछि यो ठुलो संख्या हुने भयो, ठुलो भिन्न हुने भयो, ठुलो भिन्न यो हुने भयो। अब सानो कुन आयो त, उयो आयो भनेपछि सानो भिन्न 10/16। अब बढ्दो क्रम लेख्नु पर्यो भने बढ्दो क्रम बढ्दै जाने, सानोबाट सुरु गर्ने। अब सानो कुन छ त, सानो योभन्दा अलिक ठुलो यो छ भनेपछि यो हुनु पर्यो, योभन्दा अलिक ठुलो, त्यसपछि त्यस्तै घट्दो क्रम नि लेख्न सक्नुहुन्छ। जस्तै घट्दो क्रम लेख्नु पर्यो भने ठुलोबाट स्टार्ट गर्ने, ठुलो कुन चाहिँ त यो छ भनेपछि 20 ठुलो भनेपछि यस्तो हुनु पर्यो साइन, त्यसपछि 60 पछि यो छ र अन्तिममा हस्त। अब यति टाइप 6 वटा हेर्यौं र टाइप 6 वटालाई मजाले हेर्नु र नोट गर्नु, अनि त्यसपछि फ्र्याक्सनबाट आउने क्वेसनहरु लगभग सबै गर्न सक्नु, लगभग हैन कम्प्लिटली गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।